प्रकृतिले अथाह सुन्दरता खनाएको ठाउँ यो चौरी खर्क समुद्रिक सतहबाट करिब 4000 को उचाइमा रहेको छ। चरण क्षेत्र भएकोले नै यस ठाउँको नाउँ चौरी खर्क रहेको हुनुपर्छ। यो सुन्दरताको बयान शब्दले मात्र गरेर कहाँ पुग्ला र हजुर। पूर्वी रुकुमको मध्य पहाडी लोकमार्ग छेउैमा रहेको लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्लामा पर्ने भूमे गाउँपालिका, सोही गाउँपालिकामा पर्ने लुगुम गाउँ, त्यस गाउँको सिरानमा पर्ने यो चौरी खर्क। हिउँदमा सेताम्मै हिउँले ढाकिदिने यो चौरी खर्क बर्सातको बेला हेर्नुहोस् न, ढकमक्कै गरी फुलेको यो फूलहरूले पुरै खर्क नै ढाकिदिएको छ। यसरी डाँडै ढाक्ने गरी फुलेका फूलहरूले यस खर्कलाई झनै सुन्दर बनाएको छ। त्यसैले त म भन्ने गर्छु, कसैले स्वर्ग कहाँ छ भनेर सोधी नेपाल जानु भनेर। प्रतिकूल मौसम रहेको अवस्थामा माछा पुछ्रे, धौलागिरी, पुथा जस्ता हिमाली श्रृंखला र ढोरपाटन उपत्यकाका धेरै भागहरू देख्न सक्छौं। यसको माथिल्लो भूभाग भने रुकुम पूर्वको भूमे र पुथा उत्तर गंगा गाउँपालिकाको सिमानामा पर्दछ। यहाँसम्म पुग्न भने रुकुम पूर्व र बागलुङको सीमा स्थल पाथी हाल्ने ठाउँ, जुन समुद्रिक सतहदेखि 3200 मिटरको उचाइमा रहेको मध्य पहाडी लोकमार्गको सबैभन्दा अग्लो स्थान पनि हो। यहाँबाट भने करिब 3-3.5 घण्टाको पैदल यात्रा पछि हामी चौरी खर्क पुग्न सक्छौं। अहिलेलाई माथि कुनै किसिमको बास बस्ने स्थानहरू बनाइएको छैन, त्यसैले गर्दा हामी घुमफिर गरी पुनः तल नै झर्नु पर्ने हुन्छ। पर्यटनको प्रचुर सम्भावना भएको यस ठाउँलाई प्रचार प्रसार गर्न सोही ठाउँको स्थानीय युवा दिलचन पुन भाइ लागि पर्नु भएको छ। उहाँको यो आफ्नो गाउँ ठाउँ चिनाउने अभियानलाई मनैदेखि नमन। यस्ता प्राकृतिक सुन्दरताले भरिएको ठाउँहरूमा जाँदा कृपया फूल टिप्ने र फोहोर गर्ने जस्ता कार्यहरू नगरिदिनुहोस् होला। प्रकृतिले हामीलाई प्रचुर मात्रामा दिएको खुशी र यो सुन्दरता हामीले पनि उसलाई कमसे कम यसरी नै फर्काउन सके निकै राम्रो हुने थियो। हजुरहरूको दिन निकै सुन्दर रहोस्।